वेलकम बैक टू माई च्यानल। तपाईहरुलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ साथीहरु। आई होप सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ शिवानी राणा फ्रम गुल्मी। त साथीहरु, तपाईहरु घरतिर चाहिँ पानी परेछ कि नै? हाम्रो घरतिर चाहिँ पानी नपरेको 2-3 दिन भइसक्यो। यस्तो गर्मी छ झन्। पानी चाहिँ आउला आउला गर्छ तर आउँदैन, तर डेन्जर गर्मी छ झन् पानी नपरेर। सो आज चाहिँ त्यस्तो खास छैन साथीहरु। सदा चाहिँ त्यही नै हो मेरो काम, गाउँहरुको त्यस्तै हो। सो नयाँ त्यस्तो केही छैन। अनि आज चाहिँ मेरो बाउ चाहिँ 15 महिना पुरा भयो। अनि त्यसैको लागि चाहिँ 15 महिना सुई लाग्नको लागि म चाहिँ हिँड्दैछु। मेरो बाउ पनि 15 महिना कम्प्लिट भइसकेको छ। सो हुनुहुन्छ बाउ छोरा। बाबुलाई चाहिँ बाबुले बोकिराख्नु। पानी नपरेको तर गर्मी किन यति साह्रो बसो पहाल्दिन्छ हौ त्यो गर्मीले। सो यस्तै छ। अनि हामी चाहिँ अलि माथि स्कुलमा जानुपर्छ। लगभग 15-20 मिनट लाग्छ हिँडी जान। उकालो हग्यो तर गर्मी चाहिँ लास भयो। छाता ओर्न पनि फेरि घाम लागेको छैन, झन् उम्पु हुन्छ। त्यो छाता चाहिँ लिन्छु जान्छ। यता हेरिदेऊ न, हेर पसिनाले कपडा भिजेर पुरै घाम चाहिँ लागेन साथीहरु। यस्तो छ, बादल लाग्छ तर गर्मी चाहिँ एकदम छ। पसिना भिजिरहेछ, कस्तो गर्मी हो। यस्तो छ, हेर्नु न बादल लाग्यो तर पानी चाहिँ आएको छैन। बाबुलाई चाहिँ यस्तो माथि राखिन यति राम्रो छ। म चाहिँ छाता बोक्ने, बाबुको कपडा पानी त्यही हो। दियोस् अहिले चाहिँ मलाई धेरै हेल्प भयो। पसिनासित 2-3 ठाउँ बस्दै हो म माथि पुग्ने। सो अहिले बुढा भएको भएर सजिलो भयो मलाई। अहिले मात्रै हो, पछि फेरि एक्लै हिँड्न पर्छ। यस्तो छ यता गाउँ। तलभन्दा चाहिँ माथि यता चाहिँ अलिक गाउँ बाक्लो छ। हाम्रो घरतिर चाहिँ अलि धेरै छैन त्यस्तो जङ्गलले छेकेर, नत्र यहाँ चाहिँ अलि बाक्लै छ घर। हाम्रो घरतिर छैन क्या। हेर यता हजुर भन्यो नि। साहिल नानी अझ हिँडिरहेको। हामी चाहिँ नानीलाई सुई लगाएर अनि चाहिँ हिँड्यौँ घरतिर। 1-2 घन्टा बस्नु पर्यो। भयो चाहिँ पसल जान लाग्यो गर्मी भएर। कति वेट गर्नु पर्यो। यस्तो टाइम लाग्यो नि सिस्टरहरू नआएर। कति 1-2 घन्टै बसियो गर्मी भएर। बाबुले दुःखले दिएर कस्तो भएर सुत्ने। अनि बोलाएस् त मलाई 12 बजीतिर बोलाएको कि। अनि त्यति ढिलो गरिदिने आउन। बाबुहरू भकाएर अरू पनि सबै कोही फर्किन थाले। अनि पछाडि फोन गरेर अया मम्मी हुन्छ नि बल्ल आउनुभयो। यस्तो हुन्छ नि। अनि यो चाहिँ बगमबली फुल हो क्या। अनि हाम्रो घर पनि छ। हाम्रो घर पिङ्की टाइपमा, पिङ्की भन्नाले अलि अर्कै टाइपको छ कि, त्यो अलि हल्का फिक्का टाइपको। अनि फेरि पिङ्क कलरको यस्तो गाडा कस्तो राम्रो छ कि। अनि त्यहाँ माथि घरमा चाहिँ मैले देखेको थिएँ। अनि पहिला फुलेको, अनि माग्नु पर्ला भनेको थिएँ। सो आज त हिम्मत गरेर मागेर लिएर आएको छु। कहाँ हो अया मम्मी के गरेको यो लुट्यो। लु के गरेको? साहिल कहाँ फर्क्यो? लौ न काँडा छ कि यहाँ मसँग। हुन्छ गाडीहरू लिएर आएँ। पानी आएको छैन। अनि चाहिँ रोक्छु क्या। अब हेरौँ सर्छ कि नै। सर्यो भने चाहिँ मैले यसलाई चाहिँ बनाउँछु राम्रो। त्यो देखाउने चाहिँ तपाईँहरूलाई हेर्नु होला। अनि बर्खामा हो सर्ने त, तर मैले चाहिँ पानी लगाउँछु फुलमा दिनदिनै, किनभने पानी आउँछ नि त हाम्रो नालामा। सो लगाएर हेर्नु पर्यो आएको बेलामा लगेको।
यता हो कि जाने बाबु? कहाँ जाने हो र मास्तिर फेरि सुई लाउन जाने हो? यस्तो घाम लागेछ आज। बिहान चाहिँ पानी पर्ला जस्तो गरेछ, अहिले चाहिँ यस्तो मौसम। तिनीहरू के गरे नि त्यहाँ गर्मीले बस के गरेको ल हेर लोद्दै उठ्दै। साहिल फोटो त दामी आउँछ यहाँ। कता हिँडेको लट्यो। कस्तो राम्रो भ्यू छ आज। दामी छ, दामी त भयो तर गर्मी लास्टै छ फेरि। साथीहरू म चाहिँ घर आएर पनि नुहाइधुवाइ गरेँ। अनि त्यसपछि अब चाहिँ खाजा बनाउँछु चटपटे। अनि बनाएर चाहिँ हाम्रो चाहिँ आज मर्चा बनाउने भन्नुभएको छ, मम्मीहरूले बनाइराख्नु हो। अनि चाहिँ खाजा खाएर अनि मर्चा बनाउँछु। मम्मीहरू बनाउनु गइसक्नु भएको छ। साथीहरू आउँदा आउँदै यहाँनिर चाहिँ हाम्रो मौरी बस्यो क्या, उता भित्रपट्टि बसेछ। म चाहिँ आएर सुनपानी छर्केको कि। अनि पहिला भन्थेँ कि सुनपानी छर्किने बस्छ अरे भन्थेँ। सोमल पनि त्यही गरेको तर बस्यो है साथीहरू। यहाँ चाहिँ कति बाहिर निस्किरहेको छ हामी एउटा। मैले सुनपानी गरेर छर्केको त बस्यो है। सत्य भएछ क्या यो कुरा भने जस्तै लाग्यो। उमाइका टोक्ने हो कि अस्ति बस्यो बस्यो। सो म चाहिँ अब चटपटी बनाउँछु। अनि चाहिँ उस बनाएर मर्चा बनाएर त्यही आजको काम चाहिँ। कति घाम लाग्छ मैले चाहिँ आलु अनि यो प्याज र खुर्सानी चाउचाउ तिनवटा चाउचाउ राखेँ। यहाँ खुर्सानीहरू सुक्यो यो हाल्नु यस्तो मिठो हुन्छ झन्। तिनवटा राखेँ। अनि यो खुर्सानी अनि चाहिँ मैले चाहिँ यहाँ चाहिँ तेल र बेसार हालेर राखेको छु प्यालो कलर बनाउनको लागि। चटपटी चाहिँ रेडी भयो। मम्मी बाबालाई चाहिँ मैले चटपटी दिएँ। अनि चाहिँ हामी बुढाबुढीले खानालाई चाहिँ यहाँ लिएर आएको सुरुमा। सो हामी चाहिँ चटपटी खायौँ साथीहरू। यो चाहिँ यसरी डल्ला पार्ने। यो चाहिँ पिठो सिठो मुसेर गराउने हो के राखेर। पहिला पनि भिडियो बनाइसकेको छु मैले। अनि हेरेँ अहिले पनि फेरि बनाउँदैछु साथीहरू। यो चाहिँ पिठो मुस्ने पहिला, अनि त्यसपछि यस्तो डल्लो गराएर यस्तो डल्ला गराउने। अनि हेरी यसरी पेप्नुपर्छ यसमा यो धुलोमा साथीहरू। त्यही हो मैले चाहिँ फुल सुरुदेखिको ल्याउन सकिनँ भिडियो, किनभने मम्मीले बनाइसक्नु भयो। मैले चाहिँ गोला बनाएर सकिसकेँ। अनि यहाँ चाहिँ मोल्दै हुनुहुन्छ उहाँले। अनि यहाँ चाहिँ यस्तो गरेर राख्ने। अनि यस्तै सरर राख्ने हो। यो चाहिँ बडलमाथि राख्नुपर्छ। यसो मिलाएर यस्तरी लाइनिङका साथ राख्ने। अनि यसलाई चाहिँ पराले ढाकेर अनि कपडा ओढाइदिनु पर्छ। यो चाहिँ रक्सी खानको लागि बनाइएको सबैभन्दा पहिलो जडीबुटी हो। दबाई बनाएको हो रक्सीको लागि। मौरीलाई त्यहीँ राख्ने। मौरी घाटा बनाउनु पर्छ। बनाउने नि
यसरी राख्ने मान्छेहरूले रक्सी खान्छन् तर त्यसको मेन दबाई थाहै छैन त्यो थाहा पाउनको लागि गुल्मीतिर आउन पर्यो सम्पर्क गर्न पर्यो दबाईको लागि हाम्रो घर आउन पर्यो मेरो हातले बनाएको मिठो दबाई दिन्छु यसरी राख्ने सरर यो चाहिँ भयो होला लगभग 5.5 करोडको लगानी हामीले त्यस्तै 16 लाख जति राख्यौँ 16 लाख अनि सबै टोटल गरेर उता 5 करोड पुग्छ मर्चालाई चाहिँ अब पराल राखेर अनि त्यसपछि यसरी कपडाले ढाकेर राख्नुपर्छ यस्तै सबैलाई उहाँ चाहिँ अब हिँड्नु भयो हेर मैले चाहिँ 2-3 दिनको गरेर भिडियो राख्दैछु किनभने थोरै भएको छ त्यति भिडियो बनाउन पनि पाइएन अनि चाहिँ मेरो बुढा चाहिँ आज पल्टनतिर जाँदै हुनुहुन्छ हेर हेर्नुहोस् त अनि म चाहिँ तल बाटोसम्म पुर्याउन आएको अनि के गर्नु भयो गएको छ नि होइन र मलाई चाहिँ भन्नु छ अरू केही भन्नु अनि अरू होइन अरू भन न केही अब मैले युट्युबमा के राम्रो गर भनेर भन न यसो छैन होला भन न अरू केही कस्तो चाँडै लाग्छ केही भन्दैन भन्नु बस्ने नि छोड्यो अनि अब चाहिँ कति बजेको आउँछ त्यसैमा जानु हो वा चाहिँ जानु हुने भयो आज मेरो हातमा चाहिँ बुढालाई छोडेर फर्केँ अनि गाडी चाहिँ मस्ती कुद्नुबाट हामीले आउँदा आउँदै बस गयो क्या अनि फेरि बस हाइसमा जानु हो अनि बस्यो एकछिन मस्ती बस्यो गरिकन के गर्नु अब जानै पर्यो घर बस्दा या कहिले झगडा हुन्छ कहिले माया हुन्छ त्यस्तै हो बुढाबुढीको भइहाल्छ अनि त्यही पनि जाने बेला चाहिँ कस्तो कस्तो रमाइलो लाग्ने क्या के गर्नु अब जानै पर्यो नि घर बसेर पनि भएन अब त्यही हो मलाई चाहिँ यस्तो अरू अब मम्मीहरू रुनुहुन्छ क्या जाने बेलामा अनि मलाई चाहिँ हिँड्ने बेलामा आँसु देखाउन मन लाग्दैन क्या अब उसलाई पनि नराम्रो लाग्छ नि त अनि त्यही भएर म चाहिँ उसको अगाडि कहिले पनि उसको के रुन्न के अब हुन त अब त्यस्तो अब मान्छेको उसहरू विदेश जान्छन् टाढा जान्छ नि त जानु उता जाने नजिकै हो अनि त्यही पनि कस्तो नरमाइलो लाग्छ मैले कहिले देखाउन उसको अगाडि आँसु यत्रो दिन बसेँ क्या अनि यत्रो दिन पछि नराम्रो लाग्छ सुभाषकै हो त्यही छोड्न आएँ म तलसम्म भर्खर गएर गएँ अनि अहिले चाहिँ धेरै टाढा छ कि उसको जाने ठाउँ अनि यहाँबाट टाढै पर्छ यहाँबाट बुटोल जानु पर्यो बुटोलबाट पनि फेरि एउटै गाडी लाग्दैन 2-3 ठाउँ फेरेर जानुपर्छ कस्तो जाम हुन्छ त्यो टेन्सन हुन्छ अनि पुगेपछि बल्ल ढुक्क हुन्छ म त एक्लै भएँ अब कति नरमाइलो लाग्ने के कस्तो घर खाली खाली भए जस्तो हुन्छ कि एकैछिन 2-3 दिन जस्तै हुन्छ क्या त्यसपछि त फेरि बानी लाग्छ म चाहिँ खानासाना बनाइसक्यो अनि अब चाहिँ दुध पकाउँदैछु
सो साथीहरू आजको लागि यति नै भिडियो लामो पनि भएन